कसै महान मानिसले के भन्छ भने नि हाम्रो मानिसहरूको जीवनलाई हेरेर हामी दुईटा तोडमा बाँटिँदैछौँ अरे। एउटा चाहिँ आस्तिकको तर्फ जाँदैछौँ अरे, एउटा चाहिँ नास्तिकको तर्फ। अर्थात् हामी एकपट्टि भन्छौँ ईश्वर छैन भनेर दाबी गर्नेहरूको तादाद पनि त्यतिकै छ अरे। एकपट्टि छ आस्था, जो आफैले बनाएको स्ट्रक्चर अनि चार दिवारभित्र परमात्मा खोज्दै हिँड्नुहुन्छ, श्रद्धालु हुनुहुन्छ उहाँहरूपट्टि है। तर परमात्मा स्वरूप महान आत्मा भगवान बुद्ध यसको विषयमा के भन्नुहुन्छ भने नि दुवै धार्मिक रहेनन्। न धार्मिक नास्तिक रहे, न धार्मिक आस्तिक रहे, दुवै धार्मिक रहेनन्। किनभने उनीहरू खोला पार गर्न अगावै अथवा समुद्र पार गर्न पहिले नै उहाँहरू निष्कर्षमा पुग्नुभयो। आस्तिकहरू परमात्माको स्वाद नचाखी नै र परमात्मा कहाँ के कसरी प्रकट हुनसक्छ भन्ने कुरालाई नबुझी नै अगावै नै उहाँहरूले विश्वास गर्नुभयो, आस्था राख्नुभयो, भरोसा राख्नुभयो, हर ठाउँहरूमा खोजेर हिँड्नुभयो। र अर्कोपट्टि नास्तिक जसले ईश्वरै छैन भन्नुहुन्छ, उहाँहरू पनि है यस्तो धेरै हुनुहुन्छ। मेरो मित्रहरू पनि हुनुहुन्छ है। मैले भने नि महान आत्मा परमात्मा स्वरूप भगवान बुद्ध के भन्नुहुन्छ भने दुवै धार्मिक रहेनन्। किनभने उनीहरू त्यो खोला पार गर्न अगावै, त्यो समुद्र पार गर्न अगावै उनीहरू निष्कर्षमा पुगिसके। हामी त अन्धकारमा छौँ, हामी त शून्यतामा छौँ। हामीले आफूलाई स्वयं चिन्नु छ, हामीले ध्यानलाई विकसित गर्नु छ। हामी सोच्छौँ नि ध्यान भनेको जसरी भगवान बुद्ध बस्नुभयो है त्यसरी नै ध्यान भनेर यदि हामी सोच्दैछौँ भने सायद होइन। सायद हामी ध्यानलाई गलत तरिकाले चिन्दैछौँ। उहाँले हाम्रो जीवनमा जीवन के हो भन्ने अमूल्य चिजलाई हाम्रो बिचमा चिनाउनु भयो। सायद म उहाँलाई त यो नामले पनि भन्न सक्छु, धार्मिकहरूको उहाँ महावैज्ञानिक पनि हुनुहुन्छ, जसले आज जीवनको परिभाषा नै, म एक तरिकाले उहाँलाई जीवनको वैज्ञानिक पनि भन्छु। किनभने उहाँले जीवनको परिभाषालाई अति अमूल्य तरिकाले, आज हर कसैले हामी उहाँलाई बुद्ध भगवान भनेर मात्रै चिन्छौँ, सायद यति नै मात्रै चिन्दैछौँ। जीवनमा उहाँलाई चिन्नु हामीले कहीँ न कहीँ बुद्धत्वलाई प्राप्त गर्नु जस्तै हो जस्तो मलाई लाग्छ। किनभने उहाँले विश्लेषण दिनुभयो, उहाँले हाम्रो बिचमा एनालिसिस दिनुभयो, उहाँले हाम्रो बिचमा हर यस्तो कुरा, सूक्ष्म कुरालाई, जो आज वैज्ञानिकले जुन कुरालाई सूक्ष्म भन्छ त्योभन्दा कहीँ सूक्ष्म कुरालाई हाम्रो जीवनमा चिनाइदिनु भयो। आज म तपाईँहरूसँग बात गर्छु, म कतै होइन नि त, म एउटा मात्र शरीर हो। अनि म भित्र बोलेको एउटा परमात्माको एक थोपा बुन्द आज तपाईँहरूसँग बात गरेछु। यस्तै गरेर हर 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 मान्छे नै परमात्माको एक एक बुन्दको थोपाहरूले हामी भरिएको हुन्छौँ अरे। अनि हामी यति प्रिसियस जीवन, यति शक्तिशाली जीवनलाई चाहिँ हामी त्यत्तिकै व्यर्थ नै, हाम्रो जीवनै नबुझी, कहीँ कतै हामी नखोजिकन, कहीँ कतै नबुझिकन, त्यसको स्वाद नचाखिकन यो नास्तिक हुनु पनि सायद कहीँ न कहीँ गलत हो भन्ने उहाँको धारणालाई साँच्चीकै म मान्दछु। अनि हामीले त्यो स्वादै नचाखे हामी हर जग्गातिर खोजेर हिँड्यौँ। जो आफूभित्र छ, जो परमात्माको बुँद, परमात्माको थोपा हामीभित्र छ, तर हामीले आफैलाई चिन्न सकेनौँ। हामीले आफैलाई को भनेर प्रश्न गर्ने ठाउँमा हामीले अरूलाई म को हो भनेर प्रश्न गर्न थाल्यौँ। तब जीवन सङ्कटमा आयो भन्ने उहाँको विचार साँच्चीकै मलाई मनपर्छ। सायद हामी उहाँको विषयलाई अझै जान्यौँ भने हामी संसारलाई अथवा हाम्रो जीवनलाई, व्यक्तिगत जीवनलाई पनि हामी राम्रो दिशामा हामी लैजान सक्छौँ। उहाँ भन्नुहुन्छ हामी मरेपछि स्वर्ग नर्क यो एउटा हाम्रो विचार मात्रै हो। स्वर्ग यहीँ छ, स्वर्ग नर्क पनि यहीँ छ। यही समयमा तपाईँले यदि गलत कुनै काम गर्नुहुन्छ भने त त्यही समयमा तपाईँको नर्क सुरु भयो। उहाँ त यसरी भन्न चाहनुहुन्छ, जब तपाईँले कुनै पनि अपराध गर्नुभयो, कुनै पनि नराम्रो काण्ड गर्नुभयो, कसैको मनलाई चित्त दुखाउने इत्यादि कुनै कामहरू गर्नु भने यही बेलामै तपाईँको नर्क सुरु भयो। अनि कसैको लागि तपाईँ राम्रो काम गर्नुहुँदैछ, कसैको लागि पुण्यको काम गर्नुहुँदैछ भने त्यही बेलाबाट नै तपाईँको स्वर्ग सुरु भयो। उहाँ यो शब्दलाई यसरी भन्नुहुन्छ। सायद हामी उहाँलाई चिन्नै सकेनौँ, तर हामी जीवनमा कोसिस गर्न भने छोड्नु हुँदैन। अन्धकारमा छौँ, साँच्ची नै उहाँले हाम्रो बिचमा राख्नुभएको कुरा सही हो। हामी अन्धकारमा छौँ, हामी हर कसैलाई थाहा छैन। हामी सायद विलियम सेक्सपियरको कुरा यहाँ आएर सठिक बस्छ। हामी जिन्दगीमा नाटक गर्दैछौँ, तर
नाटक मैले नै गरेको हो भनेर हामी मान्न कतै तयारै छैनौँ। एकपल्ट यो कुरालाई सोचेर हेर्नुहोला। थ्याङ्क यू।